हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म चाहिँ गोदावरी जाँदैछु। आज चाहिँ फाइनली म चाहिँ मेरो गर्लफ्रेन्डसँग गोदावरी जाँदैछु। मेरो गर्लफ्रेन्ड चाहिँ यहाँ छ, मेरो दारी जुङ्गावाला गर्लफ्रेन्ड। के छ दारी जुङ्गावाला गर्लफ्रेन्ड? ठिकै छ। अरू गोदावरी गर्लफ्रेन्डसँग जान्छ, हामी भने म नि यस्तो बोकासँग जान्छ। यस्तोसँग हाम्रो कहिले आउला बेला? हाम्रो बेला नआउला जस्तो। मेरो त झन् बेला आउँदैन। यो चाहिँ यहाँ हेर्ने चाहिँ कम्पलसरी होइन त? त्यहाँ चाहिँ हेर्नुपर्छ नत्र दिनै। ओहो, आकाश त खतरनाक देखाएको त विकास आज। होइन, म चाहिँ काठमाडौँमा थिएँ साँच्ची मेरो यो ड्राइभिङ बारिसका सिक्नलाई। अनि यो चोरले चाहिँ आज घुम्न जाउँ भन्नु आएको थियो शनिबार। धेरै जस्तो चल्दिन लाग्यो चाहिँ यहाँ गाडी आइसक्यो। अब चाहिँ गर्लफ्रेन्ड चाहिँ अलिक उता सर्नुहोस्। लाज लगाएर होला है तिमीलाई? बोयफ्रेन्डसँग हिँड्न फर्स्ट टाइम हेर्नु तिम्रो? पब्लिकमा भ्लग बनाउनै लाज लाग्यो। गोदावरी जानलाई चाहिँ हामीलाई चाहिँ दुईवटा बस चढ्नुपर्छ। हामी एउटा बस चढेर चाहिँ यहाँ कहाँ रे यो आरएनएस होइन, आरएनएसमा ओर्लिसक्यो। अब हाम्रो दोस्रो बसको यात्रा सुरु हुँदैछ। आज त व्हाइट टावरमा नि डह्रो भिड छ त विकास। ल के भयो? बस पनि आउँदैन, गर्मी लागिसक्यो। हामीलाई चाहिँ बल्ल बल्ल हाम्रो आउन त आयो। अब उभिएर जाऊ। अब मैला सिट पाएनौ तिमीले? अब माल पानी किन्दै चिसोले नि पुरै उठाएर ल्याएर यतिको छ। उहाँदेखि कति मिनट जति उठ्यो? एउटा मात्रै हो। पसले बोकेर जाने कि पैसा तिमीसँग? त्यहाँ पनि बेचिहालौँ, त्यहाँ पनि बेच्यो अनि किनौँला। अनि भ्लग चाहिँ केले बनाउने? भ्लग नबनाउँ, यहीँ बसेर यहीँ अन्तिम बिदाइ गर्ने भने होइन भ्लगको? के ठुल्ठुलो खै किन होला नि, त्यो के हो त्यो? तर हामी जस्तै केटाकेटा नि आउँथ्यो। तर सबैको गर्लफ्रेन्ड सबै ठाउँ जस्तै ल दाइट बिचबाट दिनु भएको त। अरूको यस्तो दशा देखाउनु भएन। हाम्रो आफ्नै दशा त्यस्तो होइन, अर्को दशा किन दिन्छ? कहिले जाने? टिकट लिन्छ त होला नि त। कोही टिकट लिनै लाग्छ जस्तो छ। 1 घन्टा त कता उता हाने? कहाँ हो कुण्ड चाहिँ फेरि? कति टाढा लाइन हेर न। बापरे, लाइन देखो जरा, यहाँबाट वहाँसम्म लाइन। फाइनली हामीले चाहिँ आधी घन्टा वेट गरेर टिकट लिन सक्यौँ। यति टिकटको लागि आधी घन्टा चल्न पनि मिलायो। आधी घन्टा त लाइनमै हो दिदी हो। ल तपाईँहरूको गोदावरी यही हो भने क्या? यत्रो गोदावरी कहिले घुमेर हामी त? गोदावरी यहाँ पनि घुम्नु मन छ, उता के अरे कुण्ड पनि घुम्नु मन छ। कुण्डमा त लग्दैन होला नि त? मलाई टाढा जस्तो लागिरहेको छ कुण्डले।
तिमी त एग्रिकल्चर पढेर मान्छे होइन छैन साइन्स पढ्यो भने कि एग्रिकल्चर पढ्यो भने के ए 10 क्लासमा चाहिँ एग्रिकल्चर पढ्छु भन्थ्यो यार सोच चाहिँ के हो होइन तर सोच विचार कहाँबाट कहाँ परिवर्तन भयो सोचमै सीमित भयो कता जाने यता नजाऊ यता तिम्रो पोखरी भने यही पो हो कस्तो राम्रो पोखरी आहा पौडी खेल्न जस्तो लाग्यो क्या खेल्छौ र हो नि जिएमजेके भ्लग सर्च गरेर हेर है माथिपट्टि डेटिङ स्पट हो भने यहाँबाट तर उही विकास हेर न यहाँबाट हेर न लौडे धन्यवाद ए फोटो पनि दिनु पर्ने वाटरफॉल बिगेस्ट वाटरफॉल दुनिया की सबसे खतरनाक वाटरफॉल भने त्यो इन्डियनहरूले त्यस्तो भनेर हाल्थ्यो नि ल जाऊ के हेर्ने आज हेर तिमी म तिमीलाई बोल्दै थिएँ भने ल्याउँदैन अह न फोटो खिचिरहेको दिमाग छैन तिम्रो भाइ दिमाग छैन क्या अरे कहना क्या चाहते हो खै त त्यही वाटरफल मैलुङ भन्दा पनि ठुलो वाटरफल त यहाँ रहेछ कता कता लान्छ यार यसले त गर्लफ्रेन्ड बोयफ्रेन्ड बस्ने ठाउँमा लानु लाग्यो क्या नेपालमा बसेर जापान हेर्नु खोज्छ भने कहाँ यही हो वाह ब्राङ्क हो गया हमारे साथ गोदावरी आउनु हो भने चाहिँ केटा नआउनु होला र शनिबार चाहिँ आउँदै नआउनु होला यही सुझाव हो हाम्रो नत्र नि ठाउँ चाहिँ राम्रो छ तर शनिबार चाहिँ एकदम ट्याक हुने भएको कारणले अब जोडीहरूलाई त झन् बस्नलाई एकदम गाह्रो अब अरूलाई त मतलबै भएन जोडीहरू चाहिँ शनिबार र अबे जल्दी बोल कल सुबह पनवेल निकलना है शनिबार नआउनु होला शनिबार शनिबार नआउनु होला हाम्रो चाहिँ यहाँ खानपिन हुँदैछ मेरो गर्लफ्रेन्डलाई चाहिँ मैले कोक र कुरकुरे खाना दिएको छु मक्ख परेर खाइरहेको हो कुन चाहिँ माछा हो यो विकास हो यो ट्राउट हो के को हड्डी हुँदैन भन्थ्यो त हो हड्डी भन्नाले बिचपट्टि हुँदैन तर त्यो साइडपट्टि चाहिँ हुन्छ बिचमा चाहिँ हुँदैन म्याजिक भन्नु मिलेन तपाईँहरूले यहाँ माछा देख्न सक्नुहुन्छ यहाँ माछा छ यहाँ जलपरी छ जलपरा उता म्याप हतौ कुवा कोही त्यहाँ त के हो झुन्डे बसेर रहेछ त माछाको माथि ठाउँ रहेछ त ए उ त्यहाँसम्म रहेछ मन्दिर हुनसक्छ हामी यो पानी कहाँबाट हानेर स्कोर हाल्न पारेछौँ
यो पानी आयो त आयो कहाँबाट? यो पानी रहेछ है। ए यहाँ भित्र रहेछ। जुत्ता खोज्न पर्छ, खोल्ने रहेछ। दामी छ। यहाँ भिडियो बनाउन मिल्छ मिल्दैन? जुत्ता चप्पल बाहिर फेरि फाइन लाग्यो भने यार पैसा छैन। मेरो त पुरै उ चाहिँ भिज्छ यार। ओइ विकास उही यहाँ पो बबाल रहेछ त्यहाँ। फोटो खिच्नु हुँदैन हो त्यहाँ लेखिरहेको छ। यो पछाडि भित्र चाहिँ एकदम ठाउँ चाहिँ राम्रै छ, तर त्यहाँ भिडियो बनाउनु नमिल्ने रहेछ। त्यहाँ मैले बनाउनु पाइनँ त्यहाँ भिडियो चाहिँ। अब यतातिर जाउँ के छ वा आऊ, यतातिर त झन् राम्रै छ। तर यहाँ पहिला बनाएको नि गरौँ। त्यहाँ चाहिँ क्या सफा पानी है, सफा अनि माछाहरू यस्तो त्यो निलो क्रिस्टल क्लियर दामी के पानी छ। तर त्यहाँ भिडियो बनाउनु पाएन कि। अब हामी ऊ त्यो पर देख्नु भएको गुम्बामा जान्छौँ हामी। ए त्यत्रो हिँडेर म त जान सक्दिनँ होला। राति परे त केही फरक छैन, तर त्यत्रो उकालो उक्लिने हिम्मतै छैन मेरो त। अब चाहिँ हामी जुम्बा जाँदैछौँ। जुम्मा होइन गुम्बा हो। गुम्बाको पवित्र नाम त्यस्तो खराब नगर न। ओहो यहाँ चाहिँ फोटो खिच्न मिल्छ मिल्दैन फेरि? कत्रो ठुलो गुम्बा रहेछ त्यहाँ। यहाँ त पहिला यो भोटे कुकुर हेर कसो रह्यो। बापरे टोक छ क्या यार यसले त। उही हेर्दै डर लाग्दो। टोक्दैन होला हात्दै हुनु। हात देऊ अनि टोक्यो भने हस्पिटल लगाउँला केही छैन। दाँत दे भने हो कि हात दे भने? कुकुरसँग दोस्ती गर्न असफल हुनुभएको छ। के नि अब सक्यो हाम्रो। टिबेटियन मेस्टिक हो है भोटे कुकुर होइन। जाम ल अब हामीले गुम्बा पनि तपाईँलाई देखाइसक्यो। रियल भोटे कुकुर हो। खै हुनसक्छ टिबेटियन मेस्टिक भन्छ नि ल। खै के पो भन्छ अब। टिबेटियन मेस्टिक ए त्यस्तो टिकाइट न्यास्टिक फ्यास्टिक लास्टिक प्लास्टिक हामीले के थाहा। त्यो भोटे कुकुर हो भने चाहिँ भोटे कुकुर 1.5 लाख है कति पर्छ? छोडिदेऊ, जति सुकै लाख परोस्। त्यस्तो इलास्टिक पिलास्टिक भन्न आउँदैन। ल अब हाम्रो चाहिँ सक्यो होइन त, अरू कहीँ जान छैन। अब हाम्रो चाहिँ भ्लग इन्डमा आइपुगिसक्यो। हामी गोदावरी पनि घुम्यौँ, यहाँको कुण्ड पनि घुम्यौँ र यहाँको गुम्बा पनि घुम्यौँ। तपाईँहरू अब जोडी हुनुहुन्छ भने शनिबार चाहिँ नआउनु होला। शनिबार चाहिँ एकदम भिड हुन्छ। तपाईँहरूलाई बस्नलाई प्राइभेट ठाउँ एकदम लिमिटेड मात्रै हुन्छ र त्यो ठाउँ तपाईँले पाउन सक्नुहुन्छ। तेरो शनिबार नआउनु होला। अनि जसलाई चाहिँ अब आनन्दले एक्लै बसेर चिलसँग बस्छु भन्छ त्यो पनि शनिबार नआउनु होला। शनिबार एकदम भिड हुन्छ। लगाइ जब हामी चाहिँ अब रुमतिर फर्किन लागेको। सी यु इन द नेक्स्ट भ्लग गाइज, बाई।